जय मसी सबैजनालाई। आज चाहिँ म बिहिबारको सेवा जाँदैछु पर के भन्छ माइतीकोमा, अनि गाउँमै हो। त्यहाँ चाहिँ काम सघाउनु बोलाएको थियो नि त हामीले, अनि त्यहाँदेखि म चाहिँ छिट्टो जाँदैछु। अरू बहिनीहरू चाहिँ अघि आइसक्यो होला, अनि हामी चाहिँ काम सघाउनु छिट्टो जान्छ। आज चाहिँ मोमो बनाउँदैछ नि त, अरू चाहिँ आइ पनि सक्दैछ, आएर काम गर्दैछ। के भन्छ काम स्टार्ट पनि गरिसक्दैछ। मैले भर्खर म हेर्न अन्त म कोपी र के को भन्छ लौका काटिसक्यो। धनियाँ पनि लाग्छ साथीबहिनी धनियाँ पनि काट्छ बहिनीले, अन्त खोइ म पुग्छु हाल्नुपर्छ सबै कुराहरू चाहिँ मोमो बनाउनुपर्छ। सिजन हाल्नै खोजे काम गर्थ्यो। एक प्याकेट ल्याएर ठिकै हुन्छ। कत्रो लिएको अन्त है भयो हुन्छ भयो। एकताल मैले एक कोका खालाएर खाएको छु कि भात। मैले नुन भनेर हालिपठाएको पो त। पापाहरु त तलै खानुहुन्छ त रुममै अहिले सिन चाकु दिउँसो उकालो र ओह्रालो डल्लै हाल्दैन तेल। भयो कोपा तेल त हाल्दा हुन्छ हैन? कोपा तेल त मजाले हाल्दा हुन्छ हैन? भयो पानी खनाजस्तो गर्छ। मिठो यो वर्ष पुनीको अब चाहिँ हामी चलाउन थाल्यो। अन्त म र बहिनी चाहिँ बेल्दै थियो। नयाँ साल बनाउनु पाउँदिन होला। दुईजना चाहिँ बनाउनु पकाउनु चाहिँ अल्छी लाग्छ मलाई त आगोमा। हामी चाहिँ एकदम बस्तीमा बसेर आगोमा पकाउँछ, अर्ग्यानिक आगोमा पकाउँछ। यहाँ कोक पनि ल्याइदिएको छ भाइले बनाउनु अलिक सिकअप गरेर यस्तो छड्के खालको भिडियो गरेछु। यस्तो लम्बाइ खालको गर्नुपर्छ। छड्के खालको त गर्नुहोस् न भिडियो उयो गरिदिएर अनि त्यति काटिएको देख्छु। म चाहिँ पुरा ढिलो गर्छु गरेर मिलाइ बहिनी चाहिँ छिट्टो छ एकदम। म चाहिँ फास्ट हो यो चाइनिज कुकै भन्दा हुन्छ। पाक्यो डल्ला उयोबाट हाल्थ्यो। पाकी पनि सक्यो। भर्खर बनाउँदैछ। कोक छ। अघि भन्दा एकछिनमा पनि पैसा आएको थियो गइहाल्यो नि। 1870 यहाँ कोमाले कोक खाँदैछ। एकछिन मात्रै बस्छ। गुगल पे पनि ढुकिन्छ होला है। 33 रात पर्यो नि अब त। राता पर राता धेरै गल्यो। गर्मी भयो हो, गर्मी भयो। अचार कुट्दैछ, खोर्सानी भुटेर, अनि तुलसी हालेर, टमाटर छुर्पी हालेर मजाले हुनु भनेर म चाहिँ अनि खोर्सानी कुट्दैछ। मजाले भुटेको खोर्सानी अब तताको नि खोर्सानीहरू पनि सेलाउटेर फोटो हाल्नु नि होइन अन्त दामी हुन्छ नि। हेलो
अचार पनि बनाइसक्यो अनि चाहिँ अब अन्जिन काट्नु हुँदैछ थोरै थोरै यी जल पेय पदार्थहरू यी खानापिनाहरू सबै हजुरको सृष्टि गर्नुभएको थोकहरू यी सब कुरो यसरी तपाईँको हातमा पुरापुरीमा भइकन दया धन्यवाद छ जति पनि प्रभु येशूकै नाममा हर्षिएका यी पदार्थहरूमा प्रभुजी आशीष दे। ल्याएको छैन ए ल्याउँदैछ ल्याउँदैछ ए जसमा मोमो खाएको मेरो बर्थडे हो नि सुपमा अलिक उयो रहेछ सरिनालाई दिएको थिएँ मैले नुन मिठो हल्ला गरेर हल्ला गाडीहरू पागल